पहिला यति थियो अहिले कति छ त भनेर पठाउँदा छ अनि त्यही पहिला गर्ने ठाउँमै पठायो त्यहाँ गएर चाहिँ गर्दाखेरि त यो क्यान्सरको त युवै मासु थियो के भयो भने बुहारीले चाहिँ भन्दै थियो 2तिरसम्म झऱ्यो भने मलाई पसन्द गर्नुपर्छ बुहारीले त बाँच्ने चान्स छ नि त अब 36 जतिको मात्रै हो 35-36 उमेरको मात्रै अनि 2तिरै झऱ्यो 1-2 को चाहिँ अपरेसन गर्नु मिल्दैछ त्यो 3.5 भएपछि अपरेसन गर्नु नमिल्दैछ गरिदिएन नि त अनि त्यसपछि अलिक कमजोर अलिक निको हुँदै खालि आयो भने अपरेसन गर्नुपर्छ भन्दै थियो पर गएर चेक गर्छ त एउटै रहेनछ अनि यहाँ र डाक्टरले यो गरिसकेपछि त बुहारीले सोध्यो मुख्य डाक्टरलाई यहाँ सोद्धाखेरि अब पर्छ होला तपाईँको त अनि जरै छैन कहाँ अपरेसन गर्नु जरै छैन ठिक भइहाल्यो क्यान्सरै छैन अनि त्यसो भइसकेपछि म पनि छक्क परेँ काम चाहिँ गऱ्यो तर बुहारीले कति भने अब अहिले त्यो पहिला चाहिँ अब किनभने मासु चाहिँ गाउँमा बस्ने मान्छे बाहिर बेसी बैशाखमा त्यसरी मासु खाने हुँदाखेरि होइन भने अहिले चाहिँ अहिलेको अवस्थामा चाहिँ क्यान्सर पनि अब रिपोर्टमा छैन म त्यो कागज कुनै बेलामा तपाईँलाई पनि ल्याइदिन्छु पहिला गरौँ दोस्रो फर्स्टको त्यो 3.5 बन्ने अनि लास्टको चाहिँ एउटै छैन अनि यसभित्रमा हामीलाई प्रत्येक दिन चाहिने यो चाहिँ चिज फेरि अजम्बरीको बुट्टी रहेछ यो चाहिँ है मैले अनुभव गरेँ बरु अरू त अथवा होला होइन टुथपेस्ट मार्की लाग्ने जस्तो भएको छ भने पनि छ भने पनि यसलाई चाहिँ चाट पनि बोस सट्टै काँचो पनि बोस हात पनि ठिक पार्ने फोक्सोलाई ठिक पार्ने यो नम्बर 1 चिज रहेछ अब अहिले उचालेर देखे यो चिज हो एकले गोजीमा बोक्नै पर्ने हो यो म चाहिँ झोलामा बोक्छु अनि आँट्दैन ठुलो छ नि त अहिले चाहिँ प्राय कडिसिप खानु खान्छु यो होइन अहिले चाहिँ पैसा नभएकोले गर्दा अब यो त खानु त 2 र 3 गिलास चाहिँ त्यो ठम्मै खानु मन लाग्छ नि अब पैसा बाबु खानु फेरि छोड्नै नहुने यो चाहिँ के छ भने नि यसले उचाल्नु न मैले यो खाएको भने